तपाईले आफ्नो दाँतको त सुधार गर्न सक्नु भएको छैन अनि पछि स्वास्थ्यको सुधार तपाई स्वास्थ्य मन्त्री भएपछि के अब भोलि यस्तै गरेर त भएन त दाँत क्याप हेर्नु सकी बाँड्दै आउनु भएको थियो त्यही भएर अब घाँस काट्न पनि हुन्छ घाम पनि छेल्ने भयो लाइयो अझै टी सर्टहरू दियो भने झन् राम्रो म जस्ता भोलिन्टियर जन्मिनु पर्यो एमालेका पनि पार्टी भन्दा पनि मेरो घाँस काट्ने साथी मेरो खराब पानी छ मेरो खराब घाम छेल्ने साथी घाटा त लाएको छैन हेर्नु हाम्रै पैसा हो यो बिल्ला घन्टीको लाउने टोपी एमालेको लाउने अझ काङ्ग्रेसले टी सर्टहरू दियो भने त्यो पनि लगाइदिने सबैको मन राखिदिने अब अहिले नेताले दिएको यही रहेछ अरू हामीलाई केही दिँदैन सुविधा दिँदैन अरू सुविधा दिँदैन अनि यो पाएको पनि किन छोड्ने बात त सही हो यता हेर त सुन्न तेरो भोडाले कहाँबाट हो भोटिङ कार्ड अंकल तपाईँ कुन पार्टीको म भाइन पे आ जाऊंगा मैं इनकी अङ्कल होइन म पनि स्टुडेन्ट हो कलेजको यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब निलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यसरी हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ मेसिन पनि छ म्यान पावर पनि छ खानी पनि छ तर बन्द अब चल्नु पर्यो नेपाली काङ्ग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि मोबाइल छ हजुर म प्रत्येकमा सुन्थे के त्यो कार्यक्रमहरू त्यो के अरे जनता जान्न चाहन्छन् भने म पहिल्यै टुटाउँदिन्थे नमस्कार अर्गान कांग्रेचुलेसन मेरो भन्नु आफ्नै घन्टी होला बाहिरको घन्टी तिमीले लाउँदैन के छ त मन्त्रीजी तपाईको धारणा के होइन यति बेरसम्म यो 3-4 वर्ष कहाँ गरियो रेल कहाँ आयो पानी जात कति आयो नेपाली कांग्रेस के भन्छ रवि दाइलाई ले भन्छ भोट केमा त्यसो भए भोट घन्टीमा म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ खत्तम भनेर अरू नेताले भन्छन् आशिकाले भन्दिन नमस्कार भन्नुहुन्छ कि भाउजू गरे तपाईँहरूको हामी साथै भाउजू होइन कि घरको देवरको भाउजू हो कि चुनावभन्दा अगाडि यहाँ लाल पूजा दिनु पर्यो पानीको व्यवस्था हुनु पर्यो बाटो जस्तो ढुलो बल्ल भोट दिन्छ न त जहाँ ठेलिन्छ केही I got broads in Atlanta just to lean the family त्यो बाख्रा चोरले बाख्रैले चितुला भने चितेर त त्यो बाख्रैले कन्याबाट मैले भोट हालेँ काङ्ग्रेसले हो त्यो काङ्ग्रेसको रुख ढल अहिलेबाट मेरो कन्याबाट हाल्ने म पागल भएर हालेँ मैले त भोट त 1,60 लाख रौसी खाने दोषीहरु मुर्गा चाहिँ 1,60 लाख रौसी खाने गरिबका पैसाले तेरीमा मुर्गा भोट हाल्ने केमा यो केको टोपी भोट केमा हलोमा भोट केमा घन्टीमा घन्टी नै होला नि भाइ किन हो भाइ अनि हातमा सूर्य छ चीटिंग करता है तू भाइ भोट त माटोमा होला नि माटोमा हाल्नु भन्दा तपाईहरु केपी ओलीलाई हाल्छु हर्क धेरै घमण्डी छ म मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सूर्यलाई नि दिन्छु यी घन्टी सन्टी भन्ने उफ्रिन्छ रवि लामी छाने मन पर्दैन बालेन मन पर्दैन भोट चाहिँ केमा हाल्ने घन्टीमा हाल्ने कांग्रेस मन पर्छ कांग्रेस त मेरो लागि त कुकुर पर्यो आगोबाट के होला अहिले चाहिँ हाम्रो 9 जनाको भोट घन्टीमै हाल्यो बालेलाई नदिने बाली भने को माछा बाली चोर माछा चुतला लागेको छ भाइको चोरै हो अहिले भोट चाहिँ केमा दिने त्यही त घन्टीमा हाल्नु घन्टीको पाला आउँछ नि त
Para botar, apaixonada, nada, 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 nada. को आयो घन्टी बजाउँदै म त रासमा भन्दा त घडाहरुमा आएर भोट केमा हाल्ने त दाइ ल ठ्याक्कै भन्नुहोस् ठ्याक्कै भोट केमा यसमा हाल यसमा माया सबैले यसमा भोट हाल के हो दाइ त्यो त्यही जानु त्यो लिएर तपाईँ चुनावमा उठ्नु भएको र होइन चुनाव त मलाई इन्ट्रेस्टै छैन नि किन नउठ्नु भयो दाइ किन नउठ्नु भयो त अनि ए सबै यस्तै पाठकीहरूको सङ्गत हुन्छ किन उठ्ने तपाईँलाई के लाग्छ गगन थापा यहाँ चुनाव लड्न किन आउनु भयो होला यो मधेसलाई लुट्नलाई हजुर ल कुन पार्टी यो हलो पार्टी हलो पार्टी ए हलो दिन्छ ल हो ढुक्क हुन्छ ल नि चाहिने हलो हो नि दिँदैन त घरतिर गएर गाउँमा गएर हलो जोत्न दुईटा गरौँ वा त्यसै भए हलो नभएर विमल बोलो सुबह केसरी दाइ भोट केमा आठ सूर्य साथ साथ नेपाली कांग्रेस जिन्दाबाद भोट केमा घन्टीमा जय माटो केपीलाई के भन्न चाहनुहुन्छ केपी त मेरो अग्निरेल हो मेरो गु हो केपी घन्टीले जित्यो भने ठिक छ नजितेपछि अन्टीले पनि दिएन भने आफ्नै घन्टी बजे यो चोटि तपाईले भोट कहाँ हाल्ने भन्नु भएको छ रासपामा चिन्ह के हो चिन्ह तारा कांग्रेस मुजीलाई पनि हाल्दिन एमाले मुजीलाई पनि हाल्दिन घन्टी मुजीलाई पनि हाल्दिन म उयो कालो माटोमा ठोक्छु म घन्टी हो हिजो कांग्रेस आज घन्टी भोलि एमाले पर्सि राप्रपा म अनि पर्सि झर पर्सि गाई म त कहाँ यो ताली भोट कसलाई भोट भनेर गोप्य मतदान हो घन्टीमा देखाएर भोट हाल्नुपर्छ हाम्रो कर्मै हेर्दो रहेछ हाम्रो कर्मै हेर्दो रहेछ अङ्कल के को माहौल छ यतातिर अब सबै एमाले छन् सबै काङ्ग्रेस छन् 3 नम्बर वार्ड हो अब यो एमालेको चाहिँ गढ हो यो तर अहिलेको चाहिँ सूर्य चिन्ह छँदैछ भन्दै घन्टीमा चाहिँ ठोक्छ जस्तो झन्डा चाहिँ एमालेको ब्याज चाहिँ घन्टीको लाउनु हो नि त तपाईँले होइन घन्टीमै हाल्ने सम्पूर्णलाई नमस्ते म टासी लाजुम र म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट कैसा लगा मेरा मजाक भित्र पसेर मेरो दुकाली भुकाली भित्र पसेर मेरो दुकाली भुकाली भित्र पसेर मेरो दुकाली भुकाली भित्र पसेर मेरो जग्गा त्यत्रो म उठाउ उम्मेदवार हाम्रो तुमले बेचेर खाइस् अनि त्यहाँदेखि यहाँ फेरि जुत्ता फुकालेर मेरा मन्दिरभित्र पसेर ढोकेको खै काम हो अनि के गर्नु मैले कुरो दिन सक्छु त आएको माथि सबै दिन्छ किन गर्छु भनेर आइस तिमीहरू पुराना अनुहारका कसो गरे उठ्ने गुरुमाका मन्दिर मासुरा भात खाएर किल मासु भात खाइयो कुकुरको नमस्ते जेजीहरु सबले फेसबुकबाट भोट माग्दिनु पर्यो है हस् मागिरहेछ ल बस वेट तर घन्टी त भोट केमा घन्टीमा ओइ Nada pra casa, pra não voltar apaixonada, nada, 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 nada. यो बाटो किन पिर्नु आएको मैले सबैले चाहिन्छ सबैले मागेको बाटो क्या नबोलिकन चुप लाएर अनि तपाईँले के भने के चुप लाएर बस्नुमा तपाईँ महाकाली बेताको अन्तिम सिग्नेचर कर्ता है
यस्ता वायात कुराहरू नगर्नुहोस् सर। कसरी वायात भयो यो कुरा? भन्नुभएको छ हामी नयाँ बनेर आयौँ, हामी नयाँ हौँ भन्नुभएको छ कि सर? काङ्ग्रेस नयाँ हो कि पुरानो? तपाईँले मुडमा ल्याउनु भयो मलाई। तपाईँलाई म एउटा उदाहरण दिन्छु। काभ्रे निर्वाचन क्षेत्र नम्बर 2 मा काङ्ग्रेसको उम्मेद्वार मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार, मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार काङ्ग्रेसको काभ्रेमा, टिकट दिने दाजु गगन थापा, मधु आचार्यको श्रीमती कमला पन्त राष्ट्रिय सभाको सदस्य। अनि यो संसद चाहिँ के तिनकै जोडी बस्नलाई भ्यालेन्टाइन डेको सिट रिजर्भ गरेको हो र? अनि गगन थापाहरूलाई सोध्नुहोस् यदि सुध्रेको काङ्ग्रेस यो हो भने बिग्रेको काङ्ग्रेस कस्तो हुन्छ?